अलिअलि हार अलिअलि जित होइन। हारको बेलामा जुन बेलामा हामी फस्छौँ नि, जस्तो क्यान्सरको बेलामा अथवा फिल्महरू नचलिराखेको बेलामा अथवा मान्छेले नासिस करियर फिनिस भनिराखेको बेला एउटा चिज हो। क्यान्सरले जितेर यहाँ बसिराखेको बेलामा अथवा वान मोर फिल्म फेयर अवार्ड योपालि पनि जितेर बसिराखेको बेलामा त्यसलाई चाहिँ हामीले लिने कसरी? किनभने हामी सबैको जीवनमा हामी सबै मान्छे त सगरमाथा चढ्न सक्दैनौँ नि होइन, तर हामी सबै मान्छेले आफ्नो जीवनको सगरमाथा चढ्नुपर्छ भन्छ नि होइन। You have quite a few. त्यसलाई हामीले what we can learn from your life. I would love to say that एउटा त हाम्रो birds eye vision हुनु पर्यो होइन, not worms eye. Worms eye ले चाहिँ नि छडेक मात्रै हेर्छ र अहिले दुःख परेको छ भने त्यसैमा डुब्छ के। But if you have a bird's eye view, that means you know that okay, today I've fallen down, I'm going to pick myself up, I'm going to reach there, or I'm going to climb that mountain. Whatever a bird's eye view you must have towards a bigger goal of your life, towards what you want to achieve. Right? आज म कक्षामा कुनै कक्षामा फेल गरेँ अरे, त्यसको यो मतलब होइन कि म कहिले जिन्दगीभर पढ्दैन पढौँ र म आज फेल गरेँ म भोलि पास हुन्छु, तर त्यसमा डबल मेहनत गर्छु र मलाई त्यहाँ अगाडि पुग्नु छ, मलाई त्यो डक्टर बन्नु छ या इन्जिनियर बन्नु छ या मलाई पढेर आर्किटेक्ट जे पढ्नु, त्यो बर्ड्स आई भ्यू इज अ मस्ट आई फिल।